सो हेलो वेलकम ब्याक टु माई अनदर हिटेस बङ्गाली मिनी ब्लग। तपाईँहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। र मैले नेपालमा पनि ब्लग बनाउँदै थिएँ, केही दिनदेखि छुटेको थियो किनकि अलिक प्रब्लम भएको थियो। सो आज खाना पकाउन लास्टै कस्तो न कस्तो गाह्रो लाग्यो क्या। त्यसैले मैले सब्जी पकाएँ, अनि चुरा र भुजियासँग खायौँ। अनि म आफ्नो युनिटतिर लाग्यौँ किनकि मेरो युनिट थियो नि त, 31 युनिट थियो। अनि त्यसैले हामी जान लाग्यौँ युनि। सो आज कोरियामा कस्तो लास्टी चर्को घाम क्या यस्तो घाम छ नि, यो नेपालभन्दा नि लास्टी चर्को घाम रहेको छ क्या हाम्रो यो कोरियामा। सो केही छैन, त्यो अब घाम अलिअलि घाम त भइहाल्छ, तर कस्तो खासै भएन। सो ह्याबिट भइहाल्छ अब। सो हामी ट्रेन स्टेसन पुग्यौँ। स्टेसनमा आज कस्तो दिमागै घुमायो क्या। स्टेसनमा नयाँ हो नि त, कस्तो गाह्रो हुन्छ स्टेसन। यो स्टेसन पुग्न अर्को स्टेसन पुगिदिन्छ क्या, कस्तो गाह्रो हुन्छ। सो फाइनल्ली म युनि पनि पुग्न आँट्यौँ। यो मेरो युनिको बाटो हो र यो बाटोमा कस्तो कन्स्ट्रक्सनहरू हुँदैछ क्या। कस्तो राम्रो घरहरू बन्दैछ, यस्तो राम्रो घरहरू छ नि। तर कोरियाको यो घरहरू बिल्डिङ यो बनेको यस्तो बबाल लाग्छ कि मलाई, हेर्न के भनौँ। यो मेरो युनिकको साइडको हो, रुखहरू छ कस्तो बबाल छ। फाइनली म युनि पुगिसक्यौँ। मेरो युनिको बिल्डिङहरू लास्टै ठुलो रहेछ क्या, लास्टै ठुलो। सो म आज मेमोरियल हलमा हाम्रो क्लास छ, जहिले हाम्रो फरक क्लासमा हुन्छ क्या। यो कोरियाको मैले युनिभर्सिटीको पढाइ कस्तो मजाको लागेको छ क्या। एउटा क्लासमा 10 देखि 15जना बसेर मात्रै पढाउनुहुन्छ सरहरूले। अनि प्रायः जसो अर्को दिन अर्को क्लास पढाउँछ। अनि पानी पिउने यो हाम्रो बोतल छैन नि त, जस्तो बोतल छैन, युनिमा यस्तो प्रोभाइड गर्छ क्या, यस्तो झोलाहरू। कस्तो मजाको हुन्छ यो झोलाहरू है। सो आजको मिनी ब्लग तपाईँहरूलाई कस्तो लाग्यो, तपाईँहरू कमेन्ट गर्न नबिर्सिनु होला। प्लिज लाइक, कमेन्ट एन्ड सब्सक्राइब, हिट द बेल आइकन। थ्याङ्क यू फर वाचिङ, बाई बाई।